आज चाहिँ हाम्रो दिदी घरमा जान लागेको। अहिले पानी परिरहेछ। यहाँ हो हाम्रो दिदी चाहिँ। पानी परिरहेछ। म चाहिँ त्यहाँ मास्तिर कनिक्कल लिन जान लागेको। Oh my god. पानीले भिज्ने भयो। म चाहिँ यहाँ लुगा मनी टेलरमा आएको थियो लुगा सिलाउनलाई। सो अब त्यही लुगाको पोकोले टाउको उस्छे पानीले भिज्न लाग्यो। म हामी चाहिँ भर्खरै रोडमा आइपुग्यो। अझ लाग्छ होला 10 मिनट कि त 5 मिनट जति त्यहाँ बसेको ठाउँमा पुग्नलाई। त्यतिखेर देखाउँछु। चाहिँ अहिले आधी बाटोमा आइपुग्यो। हेलो भन्दै मलाई लुत्रुकै भिज्छु जस्तो छ है। केटाको बसमा आइपुग्यो। न के हो भने मम्मीले? ए त्यहाँ तिमीले लिन आउँछ कि आउँदैन अरे के? छोरी टाटा बाई बाई। के भनेको अघि? के बस्नु चढे मान्छेले कोक खानु पर्ने। बाई बाई थाङ्मो। के भन्ने? बाई बाई छोरी बाई। अब म चाहिँ मेरो यहाँ लुगा सिलाउन जान लागेको टेलरमा। हाई हाई पानी परेर छैन।